होल्डर ल्याउने भनेको पनि के भयो बिर्से भयो म एनिवे आज एकदमै लामो दिन छ आज मजाले काम पनि लागेछ सी I'm not wearing any sweaters anyway यसको भिडियो अपलोडै भएन तर त्यही आई डोन्ट नो एकदमै म लोवेस्ट फिल गरे जस्तो फिल भइरहेको छ मलाई भने आई डोन्ट नो व्हाई हिजो पनि त्यस्तै भयो आज पनि त्यस्तै भयो हिजो पनि त्यस्तै भयो आज पनि त्यस्तै भयो शरीरमा अलिकति पनि एनर्जी नभए जस्तो हुन्छ नि दिमाग पनि नचलाम मन पनि नचलोस् केही नै नचलोस् जस्तो कि सास फेर्ने पनि काम जस्तो गर्छ मलाई हिजो पनि मैले त्यस्तै गर्थेँ आज पनि त्यही भइरहेछ यो पनि अपलोड हुन्छ कि हुँदैन केही काम पनि नभए जस्तो के चाहिँ पनि त्यही भइरहेछ मलाई हिजो पनि there was so many videos of me going to even sunset हेर्न गएको पनि त्योभन्दा अगाडि दिउँसो गरेको पनि अन्त अरू बेला चाहिँ सधैँ सजिलै गरी अपलोड हुन्थ्यो नि सो मैले tried it like almost an hour नन स्टप त होइन हुन्छ नि एकचोटि गऱ्यो भने फेरि चाहिँ राइट अहिले भएन एकछिनमा हुन्छ होला भन्दै नि नो इट डिडन्ट वर्क यति सानो कुरा पनि नभएर केही पनि कुरा हुँदैन भने केही पनि कुरा सजिलोसँग नहुने के होला बुझेछु तर जे कुराको पनि टेस्ट दिए जस्तो एक्जाम दिए जस्तो कि टेस्ट पनि त्यो के भनौँ एक्जाम हुन्छ नि त्यो जे कुराको नि फाइनल एक्जाम दिए जस्तो कि जति नै गरे पनि जति नै मेहनत वर्षैभरि गरे पनि त्यो एउटा हुन्छ नि सबै आउने पनि हुन्छ अब चाहिँ योपालि चाहिँ 80% जस्तोसम्म चाहिँ मिनिमम पनि 80% आउँछ है भनेको जस्तोहरू को पनि उहाँ गएर 40% भएर फेल भइदिरहेको हुन्छ नि त्यस्तो कि ठिकै लाग्छ मलाई त घरिघरि त पेसेन्स चाहिँ कति पेसेन्ट हुने आई टु गेट द्याट पेसेन्ट हुनुपर्छ कहाँ हुनुपर्छ सबै ठिक हुन्छ तर जे पनि मान्छे हो नि त कति चाहिँ
मेरो त दिमाग के बजिरहेछ पछाडि भजन त्यो पनि मलाई याद छैन च्याङ 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 अहिले अब चेन्ज गर्न खोज्यो भने फेरि चेन्ज हुँदैन है हिजो म कहाँ गएको आएर त्यो भिडियो अपलोड हुन्छ कि हुँदैन हिजो म जिम गएँ होइन अनि जिम सँगै गयो अनि जिम गएर धेरै सँगेको थियो जेबिआइफे जानुपर्ने थियो उसलाई उसको चार्जर हराइरहेको थियो अनि गएको थियौँ अनि पार्किङ नै नपाइरहेको है अनि ओके त्यो मेरो मात्र प्रब्लम होइन त्यो अरूलाई पनि त्यो प्रब्लम हुन्छ त्यसमा मलाई मात्र हुन्छ भनेर त्यो मेरो त्यो पनि छैन बदो गर्न खोजेको पनि होइन र त्यहाँ लाइक हुन्छ नि कि अब पार्कै गर्न जानु पऱ्यो त्यो कार पार्कभित्रै जानु पऱ्यो अनि जस्ट यु हेभ टु पे whatever ridiculous amount अनि हामीलाई लिटरली चार्जर लिएर निस्किनु छ कि अनि यसो घुमाएर एकचोटि घुमाएपछि एक राउन्ड घुमाएपछि चाहिँ त्यही जेबिआइफे आइक्यो अगाडि रहेछ त्यो लोडिङ एरिया अनि त्यसको पछाडि त्यही लोडिङ एरियामै रोकेर उसलाई उत्रिन्छ अनि विल सी भनेर सोचेको थिएँ गर्दा गर्दै पछाडिको पनि एउटा ठाउँ खाली भयो त्यो चाहिँ 5 मिनट पार्किङ रहेछ अनि त्यहाँ पछाडि बस्यो है अनि 5 मिनटमा त कुद्दै गयो तर 5 मिनटमा काम भएन नि त अनि त्यसपछि 5 मिनटमा काम भएन अनि उसलाई टाइम लाग्यो फर्किन अनि त्यसपछि मैले फेरि एकचोटि घुमाउनु पऱ्यो नि त अनि अस्ति पनि टिकट आएको थियो फाइन आएको थियो कति तिरेको थियो यसमा यस्तै पार्किङको बेला क्यान्सल पनि भएको बेला 59 समथिङ यस्तै 50 समथिङ तिरेको यस्तै पार्किङ त्यहाँनिर पार्किङ गर्न मिल्छ भनेर भन्ने कुरा भएर पार्क गऱ्यौँ पऱ्यो त चाहिँतिर अनि 5 मिनट पर्खेँ 6-7 मिनटसम्म पर्खेँ म अनि होइन आइम नट गोना टेक एनी रिस्क आई कान्ट अफोर्ड अहिले भनेर अनि म एक राउन्डमा राउन्ड पऱ्यो नि त फेरि त्यही अनि म गएँ गुडनेस यो गाडी पनि मलाई फाल्दिन मन लाग्छ घरिघरि त त्यो म्याप लगाएको छ होइन अड्किदिइरहेको के गरिरहेको छु टिच्न खोज्छु नाइ अब मलाई थाहै छैन सिटीको कता त्यो म्याप बिना सिटीको बाटो सिटी नजिक छ तपाईँले यो काम गर अनि त्यही वरिपरि भन्दा बाहेक अरू मलाई म्याप नै चाहिन्छ अनि हल्लिँदैन त्यो बाटोको साइन हेर्दै गएको जानु चाहिँ हुन त त्यही गर्नुपर्ने होला अब त्यो बाटोको साइनी मात्रै हिँड्ने बानी नै गरेको छैन कहिले अनि कतिमा लेफ्ट टर्नै गर्न नमिल्ने कतिमा राइट टर्न गर्न नमिल्ने कतिमा वान वे मात्रै त्यो नचलेर म्याप यतिकै हिँडेको म अनि एकछिनपछि चाहिँ चलो अनि फेरि त्यही अचाले अनि घुमेर बल्ल फेरि सङ्गीताबाट पुग्यो होइन अनि त्यसपछि लिएर अनि सङ्गीता पनि ठ्याक्क सकेको रहेछ अनि सङ्गीतालाई लिउँ अनि अब उनको प्राइस लाइन पनि जानुपर्ने थियो अनि जाऊँ न त केही भएन भनेको उसले फेरि होइन ज्याउ भइसक्यो होला म भोलि कामबाट फर्किँदा जान्छु भनेर मैले कामबाट भोलि फेरि फर्किँदाखेरि नभ्याउला भोलि त भनेको नि होइन भोलि मेरो 3:30 बजे नै सकिन्छ भने अनि होइन 3:30 बजे सकिन्छ तर आफ्टरनुनमा मिटिङ छ उसलाई मैले भनेको थिएँ नि हिजो मिटिङ छ त्यही भएर भ्याउँदैन भने अनि भन्ने कुरा भयो अनि हामीलाई ग्रोसरी पनि लिनुपर्ने छ अनि बरु त्यही क्लिनर के जाऊँ ग्रोसरी पनि त्यही हुन्छ प्राइस लाइट पनि दिन्छ 2-3वटा काम एकैचोटि हुन्छ होइन है भनेर मैले भने अनि हवस् भने
अनि म्याप लगायौँ होइन अनि त्यहाँबाट 17 मिनट्समा 17 to 18 मिनट्समा आइपुग्नु पर्ने हामी पुग्नु पर्ने होइन म्याप नचलिरहेको म्याप बिचमा हाइवेमा पुऱ्यायो अनि त्यसरी नचलेको कि रोकेको अड्केको अनि हाइवेमा छ त्यो पनि अनि 110 को बाटोमा अनि थाहा छैन अब कता जानुपर्ने हो गुडनेस अनि यता थिचिरहेको छ यता एउटा हातले हल्लिँदैन म्याप हल्लिँदैन नि है फेरि त्यो बेलामा अनि के भयो अनि त्यसपछि के गरेँ हल्लिँदैन चलिँदैन अनि त्यसपछि अब त्यतिकै अब 110 को बाटोमा बिचमा रोक्न पनि मिलेन गाडी गएको गयो अनि आउँछ नि त्यो लेफ्ट लाग्ने कता राइट लाग्नुपर्ने छ भने त्यो हाइवेबाट पनि अब जाने नि कहाँ हो थाहा छैन लेफ्ट न राइट गएको अनि बल्ल एक ठाउँमा पुगेर अनि साइड लगाएर रोकेर हेरेको त 17 मिनटमा घर पुग्नु पर्ने नि अब त 37 मिनट्स देखाउँछ कि उता कता पुऱ्याएर गाडीले फेरि गरेर बल्ल साइडमा रोकेर फेरि म्याप मिलाएर फेरि फोन गरेर फेरि फोनको म्याप मिलाएर अनि फेरि रेडी भएर फेरि निस्केको होइन फेरि यता लेफ्ट देखाउने हो कि राइट देखाउनेपट्टि चाहिँ जाने हो भन्ने बाटोमा पुगेपछि फेरि फोन अड्क्यो आफ्नै अब आफैले गेस कि अब लेफ्ट लाग्ने कि राइट लाग्ने त्यो नयाँ ठाउँमा आफै गेस हानेर गरेको फेरि गलत बाटोमा पुगेछ फेरि 27 मिनट त्यसो गर्दै बल्ल जेसुकेस भने एउटा त्यो फ्याक्ट्री जस्तो केही थियो म त त्यही भित्र छिराइदिएँ गाडी अनि त्यहाँ गएर बसेर अनि फेरि रिस्टार्ट गरेर सबै कुरा फोन पनि गाडी पनि अनि त्यसपछि सङ्गीताको फोनमा पनि फेरि गरेर अनि आएको मलाई हाँस पनि उठ्छ रुन नि मन लागिसक्यो मलाई त त्यस्तो कसलाई हुन्छ जतिखेर पनि एक दिन मात्र हुन्छ यो पनि अहिले यो भिडियो बनिरहेको छ नि अहिले कति बेला स्पेस फुल भयो भनिदिन्छ भएको कति धेरै सबै 50-60वटा भिडियोजहरू डिलिट गरिसकेँ मैले त्यति डिलिट गरेपछि त 50वटा अटिरहेको थियो डिलिट गर्नुभन्दा अगाडिसम्म अटेको भनेपछि त त्यो डिलिट गरेपछि त्यति 50वटा फेरि अट्नु पर्ने होइन 50 नै नअटे पनि एटलिस्ट 20-25वटा भिडियो त अट्नु पर्ने हो नि त त्यति फालेपछि जति फाल्यो त्यति चाहिँ उसलाई धेरै चाहिन्छ कि स्टोरेज टु निडी त्यस्तो मलाई आज पनि त्यही दिक्क लागिरहेको छ अनि मलाई काहीँ पनि जानु नि मन थिएन आज काम जाँदैछु तर मलाई जानै मन थिएन मलाई उठ्न पनि मन थिएन मलाई केही गर्न पनि मन थिएन तर म जाँदैछु घरबाट फोन आउँथ्यो साँच्ची मैले फोन पनि उठाएको छैन फोन गर्नु पर्ने म बोल्न नि मन छैन एउटै क्वेसन हुन्छ एउटै एन्सर हुन्छ मलाई कोहीसँग बोल्नु नि मन छैन आमाले फोन गर्नुभएको रहेछ एकचोटि अनि भोइस मेसेज गर्नुभएको रहेछ अझ त फोन पनि गर्दैनस् एउटा मेसेज पनि लेख्दैनस् त भन्नुभएको रहेछ छैन साँच्चै नै पनि तर मलाई के गर्ने मन लाग्दैन बोल्नै मन लाग्दैन कोहीसँग भने सबैसँग बोल त्यही एउटै क्वेसन हो एउटै त्यही भिसाको कुरो त्यही पैसाको कुरो त्यही कोनिकेको कुरै कुरा गरेर हुने के होइन लाइक वाइ अनि मलाई कुरै गर्न मन लाग्दैन त्यहाँबाट मैले कुरा नगरेको
Whew. Okay, I'm 2 minutes away. Don't worry, just one of those days. I think it's my period. यो गाडी यो बाटोको छेउछाउमा यो कस्तो पिङ्किस के लगाएको छ बाटो भरि यो किन लाउँछ देख्दैन होला त्यहाँदेखि सबै बाटो साइड वरि भुइँमा पनि छेउमा पनि सबै पिङ्क कलरको के लगाएको छ यहाँनिर पहिला त थिएन किन लाउँछ पिङ्क पुरै पिङ्क कलर लगाएको छ किन लगाएको पनि किनै लगाएको होस् कफी खानुपर्छ अब ल मसँग अझै अलिकति टाइम छ 10-12 minutes कफी खाने किन काम हो आदिन के हो गाडी पनि म सिधा पार्क गर्न आउँछ के हो पनि म त बुझ्नु बुझ्दिनँ मेरो ठाउँमा भन्ने घरि त एकदमै राम्रो पो छ त सिधा पार्क गर्न आउँदैन रिभर्स पार्क गर्न आउँछ यस्तो नि हुन्छ कोही हुँदैन म छु अब के भन्नु आलु यस्तो मान्छे म